यो भिडियो चाहिँ म यस्तै बोल्छु, मेरो बोल्ने तरिका यस्तै हो भन्नेहरूको लागि विशेष गरी र बोल्ने शैलीले मान्छेको जीवनमा कतिसम्म प्रभाव पार्न सक्छ, फरक पार्न सक्छ भन्ने कुरा पनि यो भिडियोले केही देखाउँछ जस्तो लाग्छ मलाई। यदि तपाईँले कुनै एकदम बलवान मान्छेलाई ओहो तपाईँ त शेर जस्तो हुनुहुँदो रहेछ भनिदिनुहोस् र त्यही मान्छेलाई ओहो तपाईँ त जनावर जस्तो हुनुहुँदो रहेछ भन्नुहोस्, त्यो मान्छेको प्रतिक्रिया कस्तो होला? र यदि कुनै एउटा स्वास्नी मान्छेलाई तपाईँ चाहिँ मेरो आमा जस्तै हुनुहुँदो रहेछ भन्नुहोस्, त्यहाँनिर कति आत्मीयता होला? र तपाईँ मेरो बुवाको स्वास्नी जस्तै हुनुहुँदो रहेछ भन्नुहोस् त, त्यहाँनिर चाहिँ कस्तो प्रतिक्रिया होला? त्यही भएर भन्न खोजेको कुरा त्यही नै हुन्छ र भन्ने शैलीले मान्छेलाई चाहिँ धेरै नै फरक पारिदिन्छ, नजिकको बनाइदिन्छ, टाढाको बनाइदिन्छ। त्यसैले बोल्ने बेला विचार गरेर बोलौँ, शैली पुर्याएर बोलौँ है त।